दिगो विकास लक्ष्य यो शब्द त पक्कै कतै न कतै सुनिएको हुनुपर्छ हैन त? तर आखिर यो हो के यो कुनै सरकारी डकुमेन्ट मात्र हो? त्योभन्दा धेरै हो। यो त हाम्रो पूरै ग्रह र हामी सबै मानिसको लागि गरिएको एउटा निकै ठूलो साहसी प्रतिज्ञा हो। लाउनुहोस् आज हामी यही विश्वव्यापी कथाको गहिराईमा डुबुल्की मारौं। हो, यो कुनै साधारण सम्झौता होइन। यो त हामी सबैको, सम्पूर्ण मानवताको, हाम्रो प्यारो ग्रहको अनि आउने पुस्ताको समृद्धिको लागि देखिएको एउटा साझा सपना हो। सोच्नुहोस् त, एउटा यस्तो संसार जहाँ कसैले पनि अन्याय भोग्नु नपरोस्, जहाँ सबै सुरक्षित हुन् र सबैले बराबरीको जीवन जिउन पाउन्। आजको हाम्रो यो कुराकानीमा हामी 5 वटा मुख्य कुराहरूमा केन्द्रित हुनेछौं। सुरुमा हामी यो साहसिक सम्झौता के हो भनेर बुझ्नेछौं। त्यसपछि यसको विस्तृत योजना मतलब यसको ब्लुप्रिन्ट कस्तो छ भनेर हेर्नेछौं। अनि अहिलेको अवस्था के छ, के चुनौतीहरू छन् त्यसमा पनि नजर लगाउनेछौं। र अन्त्यमा अब अगाडि बढ्ने बाटो के त त्यो पनि पत्ता लगाउने कोसिस गर्नेछौं। ल सुरु गरौं यो सम्झौताको एकदमै चुरो कुराबाट। सन् 2030 सम्मको लागि जुन यो भिजन बनाइएको छ, आखिर यो हो चाहिँ के? एकदम सरल भाषामा भन्दा दिगो विकास लक्ष्य भनेको गरिबी हटाउने मात्रै अभियान होइन है। यो त त्योभन्दा धेरै ठूलो कुरा हो। यो एउटा यस्तो विशाल योजना हो जसले 3 वटा कुरालाई एकैसाथ जोड्छ: मानिस, हाम्रो पृथ्वी र समृद्धि। यी तीनवटैलाई सन्तुलनमा राखेर एउटा न्यायपूर्ण संसार बनाउने यसको लक्ष्य हो। अनि यो योजना त्यस्तो रातारात बनेको पनि होइन। यसको पछाडि लामो प्रक्रिया छ। सन् 2015 मा सोच्नुहोस् त, 193 वटा देश एक ठाउँमा आएर यसमा हस्ताक्षर गरे। अनि जनवरी 2016 देखि चाहिँ यो 15 वर्षको विश्वव्यापी दौड औपचारिक रूपमा सुरु भयो। र यसको अन्तिम लाइन हो सन् 2030। ल यो के हो भन्ने कुरा त हामीले मोटामोटी बुझ्यौं। अब प्रश्न आउँछ, कसरी पूरा गर्ने त यत्रो ठूलो लक्ष्य हो? यही कसरीको जवाफ लुकेको छ 17 वटा लक्ष्यहरूमा। हेरौं न त यी लक्ष्यहरूले कसरी एउटा राम्रो संसारको नक्सा कोर्छन्। अब 17 वटा लक्ष्यहरू एक एक गरी सम्झिन त गाह्रो होला हैन? तर चिन्ता नलिनुहोस्, यसलाई सजिलोसँग बुझ्न सकिन्छ। मूलतः यी सबै लक्ष्यहरू 4 वटा खम्बाहरूमा टिकेका छन्। पहिलो हो मानव कल्याण, जसमा स्वास्थ्य, शिक्षा जस्ता कुराहरू पर्छन्। दोस्रो साझा समृद्धि, मतलब सबैको लागि आर्थिक अवसर। तेस्रो हाम्रो ग्रहको स्वास्थ्य, जुन एकदमै महत्वपूर्ण छ। र चौथो शान्ति र न्याय हो। यिनै 4 वटा स्तम्भहरू हुन् दिगो विकासको जग। अब यी ठूला कुराहरूलाई अलि व्यावहारिक र नाप्न सकिने लक्ष्यहरूमा ढालेर हेरौं न। आखिर यी महत्वाकांक्षाहरूलाई वास्तविक काममा कसरी उतारिँदैछ त? केही ठोस उदाहरणहरू हेरौं। ल सबैभन्दा पहिलो र सायद सबैभन्दा हिम्मतवाला लक्ष्यको कुरा गरौं। चरम गरिबीलाई जरैदेखि उखेल्ने। अब चरम गरिबी भनेको के हो त? हालको परिभाषा अनुसार दिनको $1.25 मतलब लगभग 150 रुपियाँ भन्दा पनि कममा बाँच्नुपर्ने अवस्था हो। यही अवस्थालाई सन् 2030 सम्ममा संसारबाटै नामेट पार्ने लक्ष्य हो। यो साँच्चै नै कति ठूलो महत्वाकांक्षा। मानव कल्याणको कुरा गर्दा स्वास्थ्य त पहिलो प्राथमिकतामा परिहाल्यो। एउटा एकदमै ठोस लक्ष्य हेरौं है त। लक्ष्य के छ भने हरेक 1 लाख बच्चा जन्मिँदा आमाहरूको मृत्यु हुने संख्यालाई 70 भन्दा तल झार्ने। यो एउटा सानो नम्बर जस्तो लाग्ला, तर यसले हजारौं लाखौं आमाहरूको ज्यान बचाउने कुरा गर्छ। अनि विकासको लागि पैसा मतलब समृद्धि त चाहियो नै। त्यसैले एउटा महत्वपूर्ण आर्थिक लक्ष्य पनि छ। त्यो हो कम विकसित देशहरूको आर्थिक वृद्धि दरलाई हरेक वर्ष कम्तीमा पनि 7% बढाउने। किनभने यही वृद्धिले त हो नयाँ रोजगारी सृजना गर्ने, मानिसहरूको जीवनस्तर उकास्ने। कहिलेकाहीँ साना देखिने कुराले पनि ठूलो फरक पार्छ। जस्तै यो लक्ष्यलाई हेरौं, विदेशमा दुःख गरेर कमाएको पैसा घर पठाउँदा त्यो पठाउन लाग्ने खर्च, जसलाई कारोबार लागत भनिन्छ, त्यसलाई 3% भन्दा कममा झार्ने। यसको सीधा अर्थ के हो? परिवारले पसिना बगाएर कमाएको पैसाको धेरै हिस्सा हातमा पाउँछन्। यो त उनीहरूको जीवनमा प्रत्यक्ष असर पर्ने कुरा भयो। र भविष्य बनाउने कुरामा शिक्षालाई कसरी बिर्सन सकिन्छ र? तर यहाँ लक्ष्य केटाकेटीलाई स्कुलको ढोकासम्म पुर्याउने मात्र होइन है। मुख्य कुरा के हो भने सबैले निशुल्क, बराबरीको र सबैभन्दा महत्वपूर्ण गुणस्तरीय शिक्षा पाउनु पर्यो। मतलब यस्तो शिक्षा जसले उनीहरूलाई साँच्चै केही सिकाओस्,
जीवनमा काम लागोस्। ल, योजना त निकै राम्रो छ, महत्वाकांक्षा पनि ठूलै छ, तर योजना बनाउनु र त्यसलाई साँच्चै लागू गर्नुमा आकाश जमिनको फरक हुन्छ, हैन र? 2016 देखि यतिका वर्ष बितिसक्यो। अब प्रश्न उठ्छ, हामी अहिले छौं कहाँ त? हो, अब बेला भएको छ एक रियालिटी चेक हो। प्रश्न एकदमै सोझो र उत्तिकै गम्भीर छ। यी सपना जस्ता लाग्ने लक्ष्यहरूलाई पूरा गर्न हाम्रो हातमा अब कति समय छ त? र जवाफ अलिकति झस्काउने खालको छ। अब हामीसँग 5 वर्षभन्दा पनि कम समय बाँकी छ। समय पानी जस्तै बगिरहेको छ र हाम्रो डेडलाइन एकदमै नजिक आइसकेको छ। अब चुनौतीहरू कस्ता छन् भनेर एउटा उदाहरणबाटै बुझौं। एउटा लक्ष्य थियो, सन् 2025 सम्ममा समुद्रमा हुने प्रदूषणलाई निकै हदसम्म कम गर्ने। तर कटु सत्य के हो, त्यो लक्ष्य पूरा भएन, हामी चुक्यौं। अनि समस्या यति मात्रै छैन, पछिल्ला केही वर्षमा नसोचेका बाधाहरू पनि थपिए। कोभिड-19 जस्तो विश्वव्यापी महामारी आयो, प्राकृतिक प्रकोपहरू बढ़िरहेका छन्। यस्ता कुराहरूले हाम्रो प्रगतिलाई झन सुस्त बनाइदिएको छ। यसले गर्दा 2030 को यो दौड पहिले भन्दा झन धेरै गाह्रो भएको छ। अर्को एउटा ठूलो समस्या के छ भने पारदर्शिताको कमी। कुन लक्ष्यमा कति काम भयो, हामी कति अगाडि बढ्यौं भन्ने बारेमा सही तथ्याङ्क नै बाहिर आएको छैन। अब सोच्नुहोस् त, यदि हामीलाई आफू कहाँ छु भन्ने नै थाहा छैन भने सही बाटोमा अगाडि कसरी बढ्ने? ल, चुनौतीहरूको पहाड त देखियो, तर के अब सबै आशा मरिसक्यो त? त्यसो पनि होइन। अब समाधानको कुरा गरौं, के हुन सक्छ त अगाडिको बाटो? र यसको जवाफ एउटै कुरामा आएर टुङ्गिन्छ, एक्लै केही पनि हुँदैन। यो दौड एक्लो प्रयासले जित्न सकिने खालको होइन। सरकार, ठूला संस्थाहरू अनि हामी जस्ता आम नागरिक जबसम्म सबैजना एकसाथ लाग्दैनन्, तबसम्म यी सुन्दर लक्ष्यहरू कागजको खोस्टा मात्रै बन्नेछन्। यसको लागि एउटा 3 बुने फर्मुला अघि सारिएको छ। नम्बर 1, देशहरू आफै बलियो हुनु पर्यो, मतलब आफ्नो आम्दानीको स्रोत जस्तै कर उठाउने प्रणाली सुधार्नु पर्यो। नम्बर 2, अन्तर्राष्ट्रिय जगतले पनि विकासोन्मुख देशहरूलाई खुलेर सहयोग गर्नु पर्यो। र नम्बर 3, बन्ने नीति नियमहरूले गरीब र पछाडि पारिएका वर्गलाई, विशेष गरी लैंगिक समानतालाई प्राथमिकता दिनै पर्छ। यी 3 कुराको तालमेल मिल्यो भने मात्रै प्रगति सम्भव छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यो प्रश्न हामी सबैको लागि हो। यत्रो ठूलो विश्वव्यापी प्रयासमा हाम्रो भूमिका चाहिँ के हुन सक्छ? किनभने सन् 2030 सम्मको यो यात्रा कुनै सरकार वा संस्थाको मात्र होइन, यो त हाम्रो साझा भविष्यको कथा हो। र त्यो कथा सफल बनाउन यसको हरेक पात्रको भूमिका उत्तिकै महत्वपूर्ण